हेलो एन्ड नमस्ते एभ्रिवान। अहिले चाहिँ हामी मन्डे स्याटरडे र सन्डे डबल गरेपछि चाहिँ मलाई लास्टै थाकेको थियो। अनि त्यसपछि आज मन्डे हामी बाहिर कहीँ जान लागिरहेछौँ। वी हेभ आइस दादा विथ मी हियर। अनि आइस दादा छ, ट्र्याकलाई चाहिँ अफ गरिदिउँ। बजार चाहिँ यस्तो देखिरहेको छ आज। गुड वेदर, भेरी सनी डे। लेट्स गो। दिस इज किल्कोय। हामी चाहिँ अहिले किल्कोयमा छौँ। किल्कोयको यो चाहिँ बजार हो। अहिले चाहिँ हामी स्टिल गइरहेको छौँ कहाँ भन्दाखेरि समरसेट ड्याममा। आज चाहिँ हाम्रो यात्रा समरसेट ड्यामसम्म। हियर वी हेभ सुमन, हियर वी हेभ आयुष। अहिले चाहिँ गइरहेछौँ पानी यताउता केही किन्नलाई। कहाँबाट आउने लगेर त यहाँ पार्किङ त रहेछ तर आउने ठाउँ नै थाहा छैन। रेप गर्न भनौँ न। गरेन मास्टरा गरेन यार। भने होइन चलाएर के थाहा हुन्छ कि हुँदैन के भने। अलराइट, वी आर ब्याक अगेन। अर्को क्लिपमा फेरि स्वागत छ। हामीले चाहिँ अगाडि पार्क गरेको छौँ। अनि वी हेभ आयुष एन्ड सुमन हियर। म पछाडिको भ्युज देखाउँछु इन 1, 2 and 3। लुक एट दिस। परको चाहिँ लेक हो। क्रेजी भ्यू छ यता, क्रेजी भ्यू छ। के भन्छौ सुमन तिमी? तिम्रो फर्स्ट टाइम समरसेट ड्यामको लागि यही हो? समरसेट ड्याम चाहिँ यही हो। अलि तल गएपछि हामी पुरा ड्याममै जान मिल्छ। पानी नै छुने गरेको ठाउँमा छ। अल चाहिँ यही हो। त्यहाँ हेर नि, त्यो अघि आएको मैले भनेको थिएँ नि माथिबाट दामी छ देख्ने ठाउँ भनेर। वेट, लेट मी जुम त्यहाँनिर अगाडि। लुक एट दैट। हेलो एन्ड वेलकम ब्याक। आज चाहिँ हामी आइसकेका छौँ समरसेट ड्याम। हामी चाहिँ पुग्यौँ फाइनली। एन्ड अल्सो द क्रेजिएस्ट पार्ट। लुक एट दिस। यस्तो छ भ्यू चाहिँ। आफ्नो बोट ल्याएर जे पनि गर्न पाइन्छ होइन। बार्बिक्यू गर्ने ठाउँहरू पनि छ, कुकिङ गर्ने ठाउँहरू पनि छ। अनि छाया यस्तो पनि छ। छाया भन्दै के भन्छ, फलैचा। फलैचा पनि छ। एन्ड दिस इज इट, ब्युटिफुल समरसेट। अगाडि यस्तो छ होइन। केटाहरू चाहिँ यहाँ छ। जाम एन्ड विल सी। सकिँदैन भन्ने गर्मी चाहिँ छैन। राम्रो छ नि त। के भन्न चाहन्छ तिमी? 2 शब्द भनिदेऊ त मेरो ब्लगमा। मदर फकर। मदर फकर रे है। सुमनलाई केही भन्न छ? उसलाई केही भन्न छैन। उसलाई शब्द छैन। ऊ स्टन्ट छ। त्यत्रो जुमै हुँदैन होला। के बोलेको हौ ब्लगमा? यो त मैले अपलोड गरेर सबै गोल्डन पार्कमा सबैलाई फैलाइदिन्छु नि। हो, यसैले गर्दा मेरो भ्लग चाहिँ बिगार्ने यसले नै हो। ड्राइभ गर्नुपर्छ मैले होइन। मैले ड्राइभ गर्न पर्यो। अनि त्यसपछि गाडीको छेउमा बसेर क्लिप रेकर्ड गर्ने ऊ हो। क्लिपै बिल्ला रेकर्ड गरिदिन्छ। क्लिपै कामै नलाग्ने रेकर्ड गरिदिन्छ। अनि म केही गर्नै पाउँदिनँ क्या। खास रिजन चाहिँ ऊ हो। म्यान्डरिन छ, जाउ लिएर आऊ। म्यान्डरिन चिप्स छ। पछाडि हेरौँ फेरि पनि कहाँ। ए मासला घाँटी सिधा पाएर नि के हो त्यस्तो? यस्तै बसेको छ हौ मासला अस्ट्रिच जस्तो। हेर त पोस्टर हेर त। यो त म कसम माइजलाई देखाउँछु। सिधा बस। अघि मुख छाडेको छौ त्यो पनि जान्छ नि। म केही पनि काट्दिनँ नि। सीधा बस न, सीधा बस हो। हेर त कस्तो ह्यान्डसे आमामा किसिमै देखियो नि।
यस्तो छ कहाँ गयो उता फुचे भाइ आइज यता आइज हग्लास जाँठा